थिएँ। अब तल झर्दै हम अब बसबाट जान्छौँ, गाडी चढ्छौँ, त्यसपछि हामी चाहिँ अप्पर मुस्ताङको लागि चाहिँ लाग्छौँ। लगायत अब चाहिँ हामी यहाँ फर्किसक्यौँ मुक्तिनाथबाट चाहिँ अब हामी अप्पर मुस्ताङको लागि चाहिँ ट्राभल गर्दैछौँ। र अनि मैले भिडियो बनाउँदै गर्दा बेला बेलामा बिर्सिरहेको, लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला होइन। अबको केही समय लाग्ने छ, अब 5-6 घन्टा 6-7 घन्टा अप्पर मुस्ताङ पुग्नको लागि चाहिँ। अहिले चाहिँ हामी सिक्का भेटाए के हुन्छ र दाइ? सिक्का भेटाए के हुन्छ? अब त्यो चढाइकै त्यो मलाई गरेर पठाइदिनु है, म टिकट पठाइरहेको छु। 10 बजे बिहानको टिकट हो। हामी चाहिँ अब कागबेनी आइपुग्यौँ। अब चाहिँ अप्पर मुस्ताङ जहाँ आउनु छोडिसक्यो त यार, खाना आइसकेपछि। अब चाहिँ अप्पर मुस्ताङको बाटो हुँदै जान्छौँ। अब कपालै उडाइदिला जस्तो अब लागेको रहेछ। ल तल कागबेनी बजार हो क्या, अब बाटो त यही छ। यही होला। कसलाई सोध्ने हो र? तर एकचोटि घुम्न आउनु पर्ने जस्तो ठाउँ रहेछ, एकदम स्वर्ग नै छ आनन्दको। अनि अब हाम्रो खाना खाएर निदाउनु हुने मान्छे सबभन्दा लास्टको सबिन दाई, त्यसपछि उमेश दाई, अशोक, अनि हाम्रो यहाँ ड्राइभर दाई हुनुहुन्छ, हो पारामा हुनुहुन्छ सङ्गीत दाई। सङ्गीत दाई फेरि सङ्गीतको साथमा हुनुहुन्छ। दाई हेर्नु, तर यहाँ सबै फेरि आउँछु भन्ने घरै पुगेपछि बिर्सिन्छ क्या बुढा। यसलाई मात्र थाहा छ म मुस्ताङ आएको भन्ने, तर ऊ पनि बिदामा छ नि। नेपाली बाबु। ओहो, बाटो चाहिँ एकदमै अफरोड रहेछ यतातिर चाहिँ। अब कहाँदेखि यो पिच त्यो पनि देख्नु छैन। अब यस्तो हल्लिँदै गल्लिँदै जानु भयो। त्यसको नाम के रे? केही छैन यार। दाइ यो गोठ जस्तो छ के केहीको? गोठ जस्तो छ यो। बाइकको चलाएर पनि हिँडिदिन्छ, केही फरक पर्दैन। उहाँ त्यत्रो जाली हानेको के काम लाग्यो? बाटो त खतरा रहेछ यार। अप्पर मुस्ताङ जाने पुरै मरुभूमि हो।
त्यो बनाइ यो दुईटा मात्रै बसेछ बाँकी पुरै माटो बगाएर बाँकी यति मात्र थम्बा जस्तो डेन्जर रहेछ बाटो त यार खतरा 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 एकदम खतरा बाटो एक्लै आउँदा बाइकमा एक्लै आउँदा एकदम डर लाग्ने अब बिग्रियो भने समस्या पर्न जान्छ यहाँ बजार छैन त्यस्तो ग्यारेजहरूको लागि अप्पर जाँदाखेरि चाहिँ अब हिमाल चाहिँ देखियो होइन अझै वाउ बवाल अब यहाँबाट चाहिँ हाम्रो कोरोला नाका कति रे दाइ 97 किलोमिटर टाढा रहेछ यो ठाउँको नाम चाहिँ थाहा भएन छुसाङबाट कोरोला नाका 97 किलोमिटर बाटो चाहिँ खतरा आएर अगाडिको बगै बाँचे कि रोका त्यहाँ ढुङ्गा हुन् क्या दाइ तिमी कस्तो होइन यार दाइ त्यो जमेको होइन कि दाइ यार मिक्स छ क्या अब योमा त हिउँ पर्छ हिउँले बगेर जाँदा क्या त्यो यस्तो चरा आएको त्यही हो हिउँ पनि जाँदा त्यसरी काटिन्छ माटो छ वाला चाम्बो वाला हुन्छ नि त्यो वाला माटो हो क्या जस्तो लाग्यो है किनकि नत्र त्यस्तो जिरो पर्दै पर्दैन माटो त्यो चट्टान बन्नेवाला हुन्छ नि त्यो टाइपको हो क्या त्यस्तै पाहाड भन्छन् है हामीले राखेन अब कालीगण्डीको नदीमा बाँकी बगाई त्यति बाँकी रह्यो पुलमा खस्या हेर न ढलेको खै दाइ तर हावा चले लास्ट फोटो खिच्न लाग्यो माथि खसेछ नि हेर्छ यहाँ ल हिमाल पारीको हिमाल अनि पाहाडहरू मरुभूमि जस्तै छ मरुभूमि हिमाल भन्दा पनि माथि चढ्न लागि पानी चाहिँ आउँदो रहेछ पोग्लिएर भए पनि हामी त कहाँ भित्र छिरिरहेको मेरो गाडी अप्पर मुस्ताङको बाटो हुँदै जाँदा यस्तो डेन्जर बाटो छ ए बा पुरै भेरी बाटो रे ठाडै निक्लिने हो लास्ट गाह्रो हामी हिमालको सिनहरू मजाले गरिदियो लास्टै डेन्जर बाटो अप्पर मुस्ताङ जाने अप्पर मुस्ताङ पनि आउँछ है गाडीहरू बसहरू कति कुदाएको यार ल अब हामी चाहिँ ओह्रालो लाग्न थाल्यौँ फेरि उकालो चढ्दै ओह्रालो झर्दै लगाएछ अब हामी चाहिँ अब यहाँबाट अप्पर मुस्ताङ आएर पनि अब रात पर्न थालिसक्यो बाटो चिसोले गर्दा गाडीको सिसामा हुस्सुला जस्तो बादला जस्तो तर लास्टै बस्नलाई अब ट्याक्क टाइममा हिँड्नुपर्छ नत्र नि होटेलहरू धेरै छैन ठाउँमा किन भनेपछि बाइक लिएर आउँदाखेरि त झनै समस्या हुन्छ
अब आजको बेला भइसक्यो। अब हिमालहरू चाहिँ देखिरह, त्यही पनि क्लियर छैन। अब भोलि फर्किने बेला हुन्छ होला। अनि त्यसमाथि पनि टाइममा ठ्याक्क लोकेसन हेरेर हिँड्नुपर्छ, कहाँ कहाँ के छ, हामी कति घन्टामा कहाँ पुग्नुपर्छ भनेर हेर्दा चाहिँ आफूलाई फाइदा हुन्छ। नत्र अनि चाहिँ आफूलाई चाहिँ गाह्रो पर्न जान्छ। बाटो बिच बाटोमा कुनै होटलहरू छैन, सुनसान छ बाटो। अनि उकालो ओह्रालो अफरोड भयो हुनाले चाहिँ धेरै समस्या। पिच भइदियो भने ठिकै छ, रातभरि हिँडौँ न अन्य। साँझको बेला स्याङकोचीबाट अगाडि बढ्दै कहाँ के रे दाइ, के ठाउँ रहेछ नामको? लोमाङथाङसम्म जाने हो। अझै 2 घन्टाको बाटो छ। रातिको यात्रा। अब घर केही छैन नि। अब एउटा कहाँ देखियो, अझै माथि चढ्दै लाग्नु छ। हाई अल्टिट्युडको लेक पनि लाग्न थाल्छ। के गर्ने, जैते ल। अब हामी चाहिँ कहाँ रे दाइ हो? सारङ होइन? सारङ आएर होटेलमा आइसक्यौँ छौँ। हाम्रो प्रवीण दाइ यसरी पल्टिनु भएको। एकजना यता मोबाइल चलाउने साथीहरू यता गर्लफ्रेन्डलाई मेसेज गर्दै हुनुहुन्छ। अनि यहाँ दाइ चाहिँ अब बिहे गर्नुभएको छ, 10 महिनाको छोरी। अनि त्यो उनीहरूले घरतिर छोरीलाई फोन गर्दै हुनुहुन्छ। अनि हाम्रो गुरुजी फेरि चार्ज नलगाएर झोसे हुनुहुन्छ उसमा। अब लाग्यो कि लाग्यो? ल म पनि यसो देखिन्छु, म पनि आइपुगेँ। अब चाहिँ अघि बोल्ने मै हुँ। अब एकछिनपछि हामी खाना भनेको छौँ। अब हामी एकछिन फ्रेस यताउता भएर चाहिँ भयो भने चाहिँ लाइक, सेयर, कमेन्ट एन्ड सब्सक्राइब गर्न नभुल्नु होला।